आज ब्राजिलले चाहिँ राम्रो खेल्यो हो तर त्यहाँ ड्रिब्लिङ हान्ने भएन कि मेसीबाट गोल भइसक्थ्यो हुन त सही हो बाबु तर रोनाल्डोले सर्ट हानेर अघि गोल हानिसक्थ्यो बाबु सर्ट इम्पोर्टेन्ट होइन नि त त्यहाँ क्यारी खेलाउनु पर्यो त्यहाँ छलाउनु पर्यो के मान्छे बाबु छल्लाएर त होइन त बाबु त्यो सर्ट हानेर गोल भयो के सर्ट न सर्ट बाबु मेसी भने खतरा हो के बाबु रोनाल्डो बाबु मेसी भने खतरा के बाबु मेसी इज अल टाइम गॉड मेसी भने खतरा हो के का मेसी के का रोनाल्डो मेसी रोनाल्डो तिमीलाई खान्दैछ सब बराबर हुन् तर एम्बापे भाइ त जन्त्या राम्रो हुन्थ्यो अब देख तू अब तू गया बेटा अब तू गया देख तेरी औकात मैं दिखाता हूँ तुझे देख तब पनि धेरै बढ्न बोले फेरि त्यसको जस्तै हालत होला नि मेसी भने खतरा हो बुझिरा बाबु जीवन रोनाल्डो बेस्ट हो के बाबु बाबु मेसी अल टाइम गड हो के अलि गड भएर हुन्न के बाबु रोनाल्डो कति गोल हाल्छ हेर्नु पहिला त गोलले उन्न के मेसी भने खतरा राम्रो प्लेयर त्यसो बाबु रोनाल्डोले कति कप जिताछ हेर्नु बाबु युरो कप जितेछ अरु कप जितेछ हेर्नु बाबु तैले कपको कुरा गर्नु हुन्थेन कि सुशील मेसीले भाइ वर्ल्ड कप जिते बोल्न बोल के बोल के बोल्छस् बोल्न सुशील तैले कपको कुरा गर्नु हुन्थेन कि सुशील मेसीले भाइ वर्ल्ड कप जिते बोल्न बोल के बोल्छस् बोल्न योचोटि फ्रान्सले राम्रो खेलिरहेको छ एम्बापेले पनि राम्रो खेलिरहेको छ योचोटि वर्ल्ड कप जित्न सक्छ हुन त सही हो तर रोनाल्डो पनि दामी खेलिरहेको छ जित्न सक्छ हाम्रो रोनाल्डोले पनि केटाहरु दुईटा बसेर के गफ गर्न लाग्यो के यार के होइन यार आजकल वर्ल्ड कप चलिरहेको छ त्यो वर्ल्ड कपको कुरा राति मेरो हेरौँ न आज 3टा बसेर ल त ल हेरौँ न त 3टा बसेर साथी हेर्छौ नि तिमीहरु वर्ल्ड कप साथी हेर्छु फेरि सुन्दैनौ नाइ हामी सुन्दैन फेरि हेर्नु पर्छ नि रातभरि तिमीहरु सुत्छौ जस्तो लागिरहेको छ यार मतलब वो अलग ही लेवल का बंदा था साथी हेर्छौ नि तिमीहरु वर्ल्ड कप साथी हेर्छु फेरि सुन्दैनौ नाइ हामी सुन्दैन फेरि हेर्नु पर्छ नि रातभरि ए तैले गेम त हेरिरहेछस् के हेरिरहेको छु के भन्नु आउट भयो आज चाहिँ अर्जेन्टिनालाई जित्ने फिक्स भइसक्यो के को जित्ने फिक्स भयो बाबु त्यो पोर्चुगल ध्याछ पोर्चुगलले बाजी टेम न त ल अन्त बाबु बाजी टेम ल घर घरको काम ल लाल बुझा निकाल ल ल पाकेटमै छ भाइ मेरो पनि पाकेटै ल्याएको छु बाबु ल भाइ ल बाबु ल हेरौँ ल हेरौँ ल हेर गोल एक गोल वाह वाह भर्खर एक गोल हान्छ कि नहात्ने बाबु पोर्चुगलले नै हान्छ अहिले भन गोल ल बाबु लाल बिर्ताले त ल बाबु घर खाली गर्छ तेरो मलाई आधा घण्टामा घर खाली चाहियो है भाइ मलाई गोलले गर्दा सब गयो यार हेलो भाइ अबदेखि तिमीलाई त्यो सानो घरमा बस्नु पर्दैन भाइ थाहा थियो मलाई मेरो दाइले कुनै न कुनै दिन एक दिन प्रगति गर्नुहुन्छ भन्ने के को प्रगति गर्नु नि भाइ मैले त्यही सानो घर पनि जुवामा हारे आज त जसरी पनि 12 बजेसम्म बस्छु कस्तो यार त्यही हान्न सक्दैन गोल पनि यार कस्तो कुराहरु छ कि तैले भने जस्तो हुन्छ र भने कति अप्ठ्यारो हुन्छ प्रेसरमा हुन्छन् दान त खै जा गएर किन नानी बाबु हिन्न ल गोल त हान्नेस पनि के हुन्छ यति बाजी गोल ल हिन्न हिन् आफू हान्न सक्दैन त्यसै यार हिन्न त भाइ गरेर खेलौँ ल हिन् हान्नेस पनि तैले खान्छस् ल हिन् ल भाइ त्यहाँ छुरा कुरा गरेर चिज त हानेर देखा गोल हान्छु त बाबु जे पनि पोर्चुगलको खाने बाबु ल हान पोस्ट हान्नु गरेर बाबु मात्र गोल कति हान्दै म